सडक विस्तार लापरवाहीका कारण 64 लाख बराबरको खेतीयोग्य जमिनमा क्षति। उदयपुरको कुमार र देवीढुङ्गा रानीबासको रौता सडक विस्तारको क्रममा भएको निर्माण व्यवसायी र प्राविधिकहरूको लापरवाहीका कारण स्थानीय किसानहरूको करोडौँ मूल्य बराबरको खेतीयोग्य जमिन नष्ट पारेको छ। स्थानीयका अनुसार सामान्य खहरे अहिले विशाल भई खेतबारी पुगेपछि किसानहरू चिन्तित बनेका छन्। सडक निर्माणको क्रममा उचित पानी निकास तथा संरक्षणका संरचना नबनाइएका कारण वर्षाको पानी सोझै खेतीयोग्य जमिनतर्फ बगेको उनीहरूको आरोप छ। हालै गरिएको अनुगमन तथा मूल्याङ्कन अनुसार रामबहादुर थापा मगरको 20 लाख रुपैयाँ, भवन केप्साकी मगरको 22 लाख रुपैयाँ, इन्द्रबहादुर सार्कीको 12 लाख रुपैयाँ र राजन रायको 10 लाख रुपैयाँ बराबरको क्षति भएको छ। कुल क्षतिको मूल्याङ्कन 64 लाख रुपैयाँ पुगेको बताइएको छ। अनि सुनवाई नगरेपछि अब त्यहाँ एकैचोटि मैले लान सडक डिभिजनमा फोन गरेर पनि तपाईँको सबै सुधार हुन्छ भने अब फेरि सो भएन। अब यो हिजो अस्तिको पानीले गर्दाखेरि सबै यो बाटो भत्किएर आएर चाहिँ भिर खनेको माथि खनेकै नभत्किन के गरोस् र संरक्षण नभएर बाटोको संरक्षण नभएर यो सबै क्षति भयो। मेरो त जाने ठाउँ कहीँ पनि छैन र भाटा जति यति नै हो। जमिन पनि मेरो एकै ठाउँ हो र हामीले यो कसरी व्यवस्थापन गर्नुपर्छ त्यो सम्बन्धित निकायमा गर्छ कि र म कहाँ गएर बस्ने, कहाँ गएर खाने, के खाने, के परिवार कसरी पाल्ने, अब यो सम्बन्धित निकायले चाहिँ हेरिदिनु पऱ्यो र कहाँबाट हुन्छ यो सम्पूर्ण जस्तोको थियो त्यस्तो बनाइदिए मलाई खुसी छ। र म एउटा पीडित पनि हो, अहिले पीडितै भइराखेको छु। र मेरो यो सुँगुरको खोर भयो, यो सबै यो बस्तु गोरुको गुवालीहरू सबै जोखिममा छ। सुँगुरको खोर त पुगिसकेको छ, गोरुको गुवाली जोखिममा छ। क्षतिग्रस्त क्षेत्रमा अनुगमन गर्न सङ्घीय माननीय सूर्य लामा, निवर्तमान माननीय अम्बर रायमाझी, रोतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र कुमार आलमगर, वडा अध्यक्ष मनोज कुमार राणामगर, लान सडक डिभिजन तथा निर्माण व्यवसाय सङ्घका प्रतिनिधि तथा प्रहरी टोली घटनास्थल पुगी अनुगमन गरेका थिए। अनुगमन टोलीका अनुसार सम्पूर्ण यो क्षति हुनुको कारण निर्माण व्यवसायी र प्राविधिकको कारणले भएको औल्याएका छन्। सडकले बगाएर किसानको भविष्य, 64 लाखको क्षति जिम्मेवार को? खहरे खोलामा परिणत, किसान पीडित। उहाँहरू यो त मेरो विचारमा अब अपरिपक्व प्राविधिक हो कि चाहे लान सडकको दादागिरी हो मलाई थाहा भएन। कम्तीमा त्यहाँ त्यत्रो खालको चाहिँ उहाँहरूले चाहिँ अब प्रेसर थेक्नु परेपछि अब होइन त्यसको उसमा चाहिँ प्रोटेक्सनको लागि अथाह खर्च गर्नुभयो। सबै बालुवामा गयो, त्यहाँ चाहिँ 17-18 लाखको चाहिँ सबै त्यो गल्ली प्रोटेक्सन गरे, ग्याप इन्डियो, प्लम कङ्क्रिट गर्यो, अनेक खण्ड गर्यो, त्यसले पनि खेल्न सकेन। यसै गरी चाहिँ अब स्काइबाट ल्याएर ड्याकु ल्याएर चाहिँ अनेक गरेर सिफ्ट गरेर अनेक गर्दाखेरि पनि सोर्दाखेरि पनि बल्ल 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 बस्ती बचाउन सक्यो। त्यसैको फलस्वरूप अब लर्निङ उनीहरूले पनि हुन्छ, त्यहाँबाट करेक्सन गरेर चाहिँ स्ट्रक्चरको शैली चेन्ज गर्छ होला भनेर हामीले भन्यौँ। हामीले त पटक पटक सुझाव पनि दिउँ, तपाईँहरूले यहाँको माटो सिफ्ट नगर्नु ठिक छ। फेरि संयोगवश के भने प्रकृतिले पनि साथ दिएको मान्यो। सबबेसको लागि त फेरि बेटर रहेछ यो ढुङ्गा, यो जुन कटिङ गर्ने बित्तिकै सबबेसको लागि साथीहरूले प्रयोग गर्नको लागि स्टोकको रूपमा राखे, कसै साथीहरूले दिए पनि ल भइगयो। आखिर त्यो गएर चाहिँ त्यहाँ उहाँहरूले चाहिँ त्यहाँ सिफ्ट गरेर फाल्नुभन्दा अब कसैले युज गरेको राम्रो हो कि अब कतिपय त अब डाँडातिर डिलतिर राख्यो भने बस्ती फेरि बर्बाद हुन्छ भने यो चाहिँ खासै भने लान सडकको प्राविधिकको लापरवाही हो। लापरवाहीको कारणले भन्दा किन विकास त हुन्छ सक्छ, तर यो सही होइन कि यो असही हो। यो 4 बिघा हेर्नु न मानिज हजुर आफै प्रत्यक्ष हेरिराख्नु भएको छ। हिजो मेरो बित्तामा एउटा उहाँहरूलाई लोभ लाग्यो, डोलामाइटको लोभ लाग्यो। अनि काहीँ चाहिँ अब गर्दै जाँदै खोलाबाट सबबेस लानु भन्दा पनि यो सबबेस लान सजिलो भन्ने हिसाबले कटिङ गर्ने सिजन हो। यो स्थिति हो। अब स्ट्रक्चरको काम जति भयो भने मानिनु 20 फिट हाइट। अनि त्यतिखेर हामीले थाहा पाइसक्यो, हाम्रो अलिकति ढिला भयो। यहाँ हेरेर फर्किनु भएको छ। डिसारलाई पनि बोलाएरै, डिसार मात्र होइन कन्ट्र्याक्टर पनि थियो। अनि उहाँलाई स्ट्रिक्टली भनेको छ यो पहिलो पनि होइन होला, अन्त्य पनि होइन। जस्तो यहाँ जति नै सोरे पनि जहाँबाट झरिराखेको छ त्यसको रोकथाम भएन भने त फेरि पनि भोलि फेरि आउँछ होइन। जसले यो काम बिगारेको त्यसले सपार्नु त पर्छ भनेर हामीले एकदम स्ट्रिक्टली भनेर भनेको छ। अनि त्यस क्षति भएको छ, तपाईँहरूको अब क्षति भएको छ, क्षतिपूर्ति त पाउनै पर्छ। जसले काम बिगारेको छ त्यसले दिनुपर्छ होइन। यो चाहिँ कुनै चाहिँ हुन्छ भव्यतव्य हुन्छ कि प्राकृतिक प्रकोप भन्दा पनि यो चाहिँ ठेकदारको लापरवाहीको कारण चाहिँ यो भएको घटना हो होइन। अहिले सोरौँला, फेरि पनि धान खेत बनाउला,
फेरि पनि माथि तपाईँको त्यही गल्ती भयो भने त फेरि पनि तपाईँको यो त कम होला योभन्दा बढी हुन्छ यो त एवं प्रकारले पक्का पक्की हुन्छ। वर्षा रहेन यही कुरा उहाँलाई हामीले राखेका छौँ होइन।